आदरणीय सर्लाही क्षेत्र नम्बर 3 का सम्मानित मतदाताहरू, म नरेन्द्र शाहको तर्फबाट नमस्कार। म आज यहाँ नारा दिन होइन, स्पष्ट र जिम्मेवार कुरा गर्न आएको छु। 2070 सालमा संविधान सभा सदस्यका रूपमा, 2074 सालमा स्वतन्त्र उम्मेदवारका रूपमा र 2069 सालमा 5 दलीय गठबन्धनको साझा उम्मेदवार भएर मैले यही माटोमा सेवा राजनीति गरेँ। यी सबै यात्रामा मैले सर्लाही 3 का समस्या, सम्भावना र यथार्थ नजिकबाट बुझ्ने अवसर पाएँ। अघिल्ला निर्वाचनमा जिल्ला स्तरमै भएका केही निर्णय र व्यवहारका कारण मैले झिनो मतान्तरले पराजय बेहोर्नु पर्यो। तर म त्यसलाई गुनासो होइन, आत्ममूल्याङ्कन र जिम्मेवारीको रूपमा लिएको छु। आज देशले नयाँ प्रश्न सोधिरहेको छ, राजनीति कसको लागि? सत्ताको लागि कि जनताको लागि? जेन जी आन्दोलनपछि देशले एउटा स्पष्ट सन्देश दिएको छ। अब पुरानो तरिका चलेन। भाषणभन्दा काम, व्यक्तिभन्दा प्रणाली र गफभन्दा जवाफदेहिता चाहिएको छ। यही परिवर्तनको चाहनासँगै यो पटक म राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रूपमा सर्लाही 3बाट तपाईहरू समक्ष उभिएको छु। राष्ट्रिय स्वतन्त्र पार्टी व्यक्तिमा होइन, प्रणालीमा विश्वास गर्ने पार्टी हो। नारा होइन, नीति र कार्यान्वयनमा विश्वास गर्ने पार्टी हो। र म यही नयाँ राजनीतिक संस्कार सर्लाही 3मा व्यवहारमा उतार्न चाहन्छु। मेरो स्पष्ट मान्यता छ, राजनीति सेवाको माध्यमबाट हुनुपर्छ। जनतालाई आश्वासन होइन, नतिजा दिने अभ्यास आवश्यक छ। शिक्षामा पहुँच मात्र होइन, गुणस्तर। युवाका लागि तालिम मात्र होइन, रोजगारी। सामाजिक न्यायमा भावना होइन, कार्यान्वयन। सुशासनमा भाषण होइन, मापन गर्न मिल्ने परिणाम। गाली र देवत्वकरण दुवैबाट टाढा रही म सर्लाही 3मा नैतिक, उत्तरदायी र जनमुखी नेतृत्वको पक्षमा उभिएको छु। जनसहभागिता, पारदर्शिता र जवाफदेहिता बिना लोकतन्त्र बलियो हुँदैन र विकास टिकाउ हुँदैन। विगतका वर्षहरूमा सर्लाही 3 का विभिन्न समुदायसँग भाषण होइन, प्रत्यक्ष काम गरेर जोडिएको छु। त्यसैले मलाई यहाँका समस्या कागजबाट होइन, जमिनबाट थाहा छ। राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र कागजमा सीमित नराखी स्थानीय समस्या समाधानमा सक्रिय रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता म यहाँ व्यक्त गर्दछु। सबै मतदातालाई गम्भीरतापूर्वक एउटा कुरा भन्न चाहन्छु, भ्रम र अनगढ प्रचारभन्दा माथि उठेर विवेकपूर्ण निर्णय लिनुहोस्। आगामी निर्वाचनमा घन्टी चिन्हमा मतदान गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई अमूल्य मत प्रदान गर्नुहोस्। किनभने यो निर्वाचन सामान्य समयको निर्वाचन होइन। यो निर्वाचन 76 जना शहीदहरूको रगतको मूल्यमा हुन लागेको निर्वाचन हो, जसलाई तत्कालीन सत्ताले टाउको र छाती ताकेर गोली हानेको थियो। ती युवाहरूले कुनै पद मागेका थिएनन्, कुनै कुर्सी चाहेका थिएनन्। उनीहरूको एउटै माग थियो, देशमा सुशासन होस्, भ्रष्टाचारको अन्त्य होस्। आज हामीसँग मतदान गर्ने अधिकार छ भने त्यो अधिकार ती युवाहरूको बलिदानबाट आएको हो। त्यसैले यो पटकको मतदान आवेशको होइन, जिम्मेवारीको मतदान हो। देशलाई नयाँ राजनीतिक दिशामा लैजान, भ्रष्टाचारको अन्त्य गर्न र जनताको सरकार स्थापना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई बलियो बनाउन आवश्यक छ। यो पटक बालेन्द्र शाहज्यूलाई
प्रधानमन्त्री बनाउने दिशामा र भ्रष्टाचारको अन्त्य गर्ने यात्रामा मेरो साथ दिनुहोस्। घन्टी चिन्हमा मतदान गरी मलाई होइन परिवर्तनको पक्षमा मत दिनुहोस्। धन्यवाद। जय सर्लाही 3, जय नयाँ राजनीतिक संस्कार, जय घन्टी।